यो भिडियो भने म भोलि अपलोड गर्नेछु। पुरा भिडियो हेरेर सहयोग गरिदिनु होला भन्न चाहन्छु है। के कस्तो आउँछ बाटोको भिडियोहरू सबै देखाउँछु, हेरिदिनु होला पुरा भिडियो। यस्तो छ माहौल। हेलो 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 सम्पूर्ण नमस्कार। अहिले भने म चाहिँ चितवनदेखि आज दाङ जाँदैछु। चितवनदेखि दाङसम्मको यात्रा रहेको छ भने अहिले हामी यता आधी बाटो त के भने यता दुम्कीबास कटेर नि यता आएका छौँ। पुरा भिडियो चाहिँ मेरो युट्युब च्यानलमा गएर हेरिदिनु होला। अहिले भने गाडीमा छौँ। हामी सुनबाट भर्खर खाना खाएर निस्क्यो। यस्तो छ है बाटो पनि अब अँध्यारोको समयमा के कस्तो हो देखाउँछु म है त। सम्पूर्ण नमस्कार। फेरि पनि एउटा नयाँ भिडियो ल्याएर हजुरहरूको माझमा आइसकेका छौँ। अहिले भने हामीहरू इन्डिया नयाँ दिल्ली जाँदैछौँ। एउटा इन्फर्मेटिभ भिडियो हुनसक्छ हजुरहरूको लागि पनि। यो चाहिँ दाजु हामी के गर्न कहाँ जाँदैछौँ दाजु? हामी चाहिँ इन्डियाको दिल्लीमा क्रिस एम्बेसीमा इन्टरभ्यूको लागि जाँदैछौँ। त्यही त नि हामीलाई कति टाइम जति पुग्यौँ दाजु यसको लागि? हामीले चाहिँ अब एप्लाई गरेको त लगभग 20 वर्ष प्लस भइसक्यो। अहिले पछिल्लो चरण चाहिँ 2 महिना पहिले हामी बिएमएसको लागि गएका थियौँ। त्यसपछि अहिले चाहिँ इन्टरभ्यूको लागि जानेछौँ। 2 वर्ष नै के यो ग्रिसकै लागि गर्नुभयो कि अरू? होइन, अरू ठाउँ जे भयो नि सुरुमा चाहिँ पोल्यान्ड भनेर दियो। हजुर, त्यहाँ काम नभइसकेपछि क्रोएसिया कता कता भनेर अहिले चाहिँ ग्रिसको कारणले गर्दाखेरि 2 वर्ष बढी भइसक्यो। ग्रिस ठ्याक्कै एप्लाई गरेको चाहिँ कति टाइम जति भयो? ठ्याक्कै एप्लाई गरेको तपाईँको लगभग 3 महिना जति भयो। 3 महिना हामीले दसैँ तिहार पछि दिएको। तिहार पछि हो, तिहार पछि दिएको 3 महिना भन्दा अलि बढी भयो होला। 3-4 महिना जति भयो। तर हामीले बिएफएक्स गरेर आएको भइसक्यो होला 2 महिना बढी। 2 महिना बढी भइसक्यो। त्यही त नि। अब चाहिँ के हुन्छ होइन? अब एकदम एक्साइटेड भइरहेछ। इन्टरभ्यू छ, पास भइन्छ कि फेल भइन्छ, हामी पुग्ने हो कि होइन? लामो समय चाहिँ हामीले वेटिङ गरेर बसेका छौँ। लगभग अब विभिन्न देशहरू चाड्दै होइन, युट्युबमा अनि विभिन्न सामाजिक सञ्जालहरूमा चाहिँ विभिन्न देशहरू खोजियो। 2-3 महिना एउटा देश हेर्ने, हामी त्यहाँ पुगिन्छ होला भन्ने एउटा सपना देख्ने। फेरि अर्को 2-3 महिना अर्को देश हेरियो। अहिले भने चाहिँ अब लगभग अब थोरै पैसा पनि खर्च भइसक्यो होइन। अब ग्रिस पुगिन्छ या पुगिँदैन इन्टरभ्यू चाहिँ थाहा हुन्छ। हाम्रो 25 तारिकमा चाहिँ इन्टरभ्यू छ। के सोधिन्छ अनि त्यहाँ पनि हामी भिडियोहरू बनाउने छौँ। अहिले भने हामीहरू ठ्याक्क कहाँदेखि बाटो लाग्यौँ? हामी घोडाईबाट बाटो लागेको। अहिले हामी तुलसीपुर भन्ने ठाउँमा छौँ। तुलसीपुर अब ठ्याक्क नजिकै छौँ। अनि बिस्तारै के हुन्छ हामी भिडियोमा चाहिँ सबै जानकारीहरू दिनेछौँ। तपाईँहरूलाई नि कुनै जिज्ञासाहरू छन् भने सोध्न सक्नुहुनेछ। हामी विदेश एप्लाई गरेको चाहिँ कति टाइम भयो, कुन देशमा कति टाइममा चाहिँ वेटिङमा बस्नु पर्यो या भएन, के कारणले भएन भन्ने कुरा यहाँ भइहाल्यो भने पनि के प्रोसेसिङ गऱ्यौँ हामीले, के डकुमेन्ट लाग्यो, सबै कुराहरू चाहिँ हामी भिडियोमा भन्ने नै छौँ। इन्डियाको पनि हामी भिडियोहरू बनाएर हाल्ने नै छौँ।